त फाइनली गाइस एसई को रिजल्ट पब्लिश भइसकेछ। यो हेर्नको लागि तपाईले केही पनि गर्नु पर्दैन। मात्र 2-4 वटा वेबसाइट जो एनईबी दिएको थियो त्यो वेबसाइटमा गएर हेर्न सक्नुहुन्छ। म तपाईलाई यहाँ कान्तिपुरबाट हेराइदिने छु। अब लागु हामी आफ्नो मोबाइलको स्क्रिन तर्फ। तपाई यसरी पनि आफै पनि चेक गर्न सक्नुहुन्छ तपाई यदि सँग ठुलो मोबाइल छ भने। तपाई आफ्नो मोबाइलको क्रोममा गएर त्यहाँ ई कान्तिपुर लेख्नुहुन्छ, ई कान्तिपुर.result लेख्नुहुन्छ भने तपाईलाई यहाँ यसको वेबसाइट खुल्छ र यहाँ वेबसाइटमा तलपट्टि अलि स्क्रल गर्नुहुन्छ भने यहाँ 2081-82 एसई रिजल्ट लेखेको पब्लिश हुन्छ। यहाँ तपाईको सबभन्दा माथिमा तपाईलाई आफ्नो प्रवेश पत्रको जो सिम्बल नम्बर देखाउँछ त्यो सबै सिम्बलमा राम्रोसँग हेरेर लेख्नु होला। सिम्बलमा राम्रोसँग हेरेर लेख्नुहुन्छ र तलपट्टि आउनुहुन्छ त्यहाँ आफ्नो पुरै नाम क्यापिटल लेटरमा लेख्नुहुन्छ। त्यहाँ मोबाइल नम्बर पनि राख्नु होला। अनि सबभन्दा तल तपाईले कुन जिल्लाबाट एसई दिनु भएको छ भने त्यो जिल्ला यहाँ चेक गरेर त्यहाँ लेख्नु होला। म यहाँ सिराबाट मेरो बहिनीले दिएको हो, म त्यही हेराइरहेको छु। तपाईलाई त्यहाँ लेख्नु होला र तपाईले त्यहाँ सबमिट गर्नु होला। त्यसपछि तपाईको रिजल्ट आउँछ। अहिले मार्कसिट आउँदैन किनभने मार्कसिट आउन 2-4 घण्टा टाइम लाग्छ। यहाँ जीपीए मात्र हेर्नुहुन्छ कति जीपीए आएको हो भनेर। तपाईले यसरी पनि आफ्नै रिजल्ट आफै पनि हेर्न सक्नुहुनेछ।